आज दलले आयोजना गरेको दलको बैठक, सर्वदलीय बैठक र दलका शीर्ष नेताहरू बस्ने बैठक, अर्थात् दलका नेताहरूले, राजनीतिक दलका नेतृत्वले विद्यमान घटनाका विषयमा उहाँहरूको धारणा, उहाँहरूको अनुभव र उहाँहरूको मार्गनिर्देशन के छ भन्ने कुरामा केन्द्रित रहेको बैठक हुनाले यो बैठकमा दलको शीर्ष नेताहरू नै बस्ने हो। सरकारको प्रतिनिधित्व स्वरूप स्वर्णिम वाग्ले मान्य मन्त्रीज्यूको उपस्थिति भएकै हो। त्यसकारणले यो दलको अवधारणाका लागि र राजनीतिक दलका रूपमा एउटा जिम्मेवार ढङ्गले अगाडि बढ्ने प्रयास स्वरूप बसिएको बैठक हुनाले यो बैठक दलकै नेताहरू बस्ने बैठक हो। सरकारले गर्ने कार्य सरकारले आफ्नो ढङ्गले गरि नै रहेको छ, त्यसबारेमा जानकारी आइ नै रहेको छ। त्यसमा थप जानकारी आइदिए हुन्थ्यो भन्ने कुराहरू अथवा अन्य जे प्रश्नहरू छन् त्यसको समाधान गरिहाल्छ। सरकारका प्रवक्ता हुनुहुन्छ, अब सरकार यो चाहिँ क्याबिनेट मिटिङहरू हुँदै गएका छन्, गृह प्रशासन आफ्नो फिल्डमा काम गरि नै रहेको छ। त्यसकारणले यो हामी भइरहेको बिचमा भएको हुनाले अहिले समीक्षा गर्नुपर्ने या अवधारणा बनाउनु पर्ने हामी त्यो बिन्दुमा पुगेको छैनौँ जस्तो मलाई लाग्छ। अर्को कुरा राजनीतिक रूपमा एउटा जिम्मेवारी पनि हो। विभिन्न परिस्थितिहरू आउँदाखेरि विगतमा पनि राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिएर आफ्ना धारणाहरू राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने यो परम्परालाई हामीले निरन्तरता दिनैपर्छ। कुनै पनि परिस्थिति आउँदा विशेष गरेर कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष, आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको हो। राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन महसुस हामी सबै राजनीतिक दलहरूले गऱ्यौँ, यसको सन्देश पनि यही हो र हामी सबैको तर्फबाट एउटा संयुक्त अपिल पनि चाँडै आउँदैछ। त्यो अपिलले पनि अझ धेरै कुरा बताउने भएको हुनाले म साथीहरूलाई यसै ढङ्गले बुझ्न अनुरोध गर्छु। तपाईले जिम्मेवारी बोध गर्नुभयो, त्यो तपाईको जिम्मेवारी बोध गर्दाखेरि तपाईलाई त्यो राम्रो गर्यो। तर अख्तियारी त प्रधानमन्त्रीसँग हुन्छ, अख्तियारी भएको प्रधानमन्त्री आउनुपर्ने होला र अर्को तपाईँले सरकारका अर्थमन्त्री आउनुभयो भन्नुभयो। यो त गणितको शिक्षक चाहिँ नेपाली क्लासमा जस्तो भयो, नेपाली पढाउने क्लासमा मैले अघि नै भने आउनुपर्ने प्रधानमन्त्री आउनु नपर्ने हो र यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने कुराहरूको विषयमा केन्द्रित बैठक भएको हुनाले त्यसै ढङ्गले यो बैठक अगाडि बढेको हो। जस्तो बैठक प्रधानमन्त्रीले डाक्नु पर्थ्यो, व्यवस्थापक त प्रधानमन्त्री नै हो। त्यसमा प्रधानमन्त्रीले आफ्नो भावना, आफ्नो धारणा प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो हाम्रो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नुपर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ भन्ने मलाई लाग्छ। जस्तो दुईजना युवालाई ताकी गोली हानेर हत्या गरिएको छ। चाहिँ बल प्रयोग गर्दा भनिएको थियो कि कुनै व्यक्तिलाई इङ्गित गरेर त हत्यारा आओस् भनेर भनियो अहिलेकै प्रधानमन्त्रीबाट। र अहिले त्यही व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ तर सुरक्षा निकायतर्फ दोष पारेर आफू उम्किरहनु भएको छ। यो द्वेष चरित्र के लोकतन्त्रमा स्वीकार्य छ? हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन। हरेक दिन बिहान सूर्य उदाउँछ तर हरेक दिन उस्तै हुँदैन। हिजो कुन परिस्थितिमा आन्दोलन भएको थियो, हिजो कुन विषयलाई लिएर आन्दोलन भएको थियो र आज के भएको हो। हिजो सरकारको विरोधमा भएको, सरकारले गरेको सामाजिक सञ्जाल समेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेतलाई गरेको र अन्य विभिन्न कारणले भएको आन्दोलन र आज भएको आन्दोलन, हिजो भएका परिस्थिति र आज भएको परिस्थिति उस्तै चाहिँ होइन हो। जहाँसम्म नागरिकको ज्यान गएको कुरा छ यो अत्यन्त गम्भीर विषय हो। यो विषयमा सुरक्षा निकायले पक्कै पनि जिम्मेवार हुनुपर्छ र घटना के भएको हो त्यसको सत्य तथ्य बाहिर आउनको लागि समय लाग्छ। अहिले कन्स्पिरेसी विभिन्न कुराहरू चलेका छन्, अफवाहहरू पनि आउँछन् यो बेलामा। ती अफवाहहरूको पछि नलागिकन हामीले के गरिदिनु पर्छ भन्ने लाग्दछ भने
जिम्मेवार प्रशासनलाई जिम्मेवारीपूर्वक आफ्नो निष्पक्षतापूर्वक छानबिन गर्ने यो चरणमा हामी छौँ। त्यसले ल्याएको निष्कर्षमा अनिखेरि प्रश्नहरू भयो भने हामी गर्छौँ। त्यस कारणले कोही दोषी रहेछन् भनिएका जस्ता भ्रम छरिए जस्ता अथवा अफवाहहरू छन् ती सत्य छन् कि छैनन् यो त एउटा ठाउँमा गएर यसलाई अध्ययन गरिसकेपछि यसको अनुसन्धान भइसकेपछि त्यसले सार्वजनिक गर्ने रिपोर्टहरूमा हामी बोल्न सक्छौँ होला। अहिले मेरो विचारमा अलिकति छिटो हुन्छ, अलि अर्ली हुन्छ कि जस्तो लाग्छ। सद्भाव कायम राख्ने, सबैजनाले जिम्मेवार भएर अभिव्यक्ति दिने संसारकर्मी साथीहरूले भूमिका निभाइरहनु भएको छ। अझ बढी तपाईँहरूको भूमिका अपेक्षा गरिएको छ। हामी राजनीतिक दलका रूपमा, राजनीतिक नेताका रूपमा सद्भाव कायम गर्नको निमित्त तन मन धन आफ्नो सम्पूर्ण क्षमता राखेर हामीले काम गर्ने। हस्, धन्यवाद साथीहरू। खास गरी आजको सर्वदलीय बैठकले सुनसरी लगायत विभिन्न जिल्लाहरूमा भइराखेका दुःखद जुन घटना र क्रियाकलापहरू छ त्यसमा सद्भाव कायम गर्नको लागि सामूहिक रूपमा अपिल गर्ने निर्णय भएको छ। तर त्यो क्रममा हामीले जुन सर्वदलीय बैठक राष्ट्रसभाका सभापतिले आह्वान गर्नुभयो त्यसमा केही हाम्रा धारणाहरू पनि राखेका छौँ। त्यो धारणा राख्ने क्रममा हामीले यो कार्यक्रम चाहिँ, यो बैठक चाहिँ प्रधानमन्त्रीले राख्नुभएको भए राम्रो हुन्थ्यो। प्रधानमन्त्रीले नराखेको भए पनि यो बैठकमा कमसेकम गृहमन्त्री उपस्थित भएर घटनाको बारेमा सत्य तथ्य दलहरूलाई जानकारी दिनुभएको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो धारणा पनि राख्यौँ। सँगसँगै पार्टीको तर्फबाट यो समस्या सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यहीँ समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुने खालका क्रियाकलापहरू होस्, यसको जरासम्मै पुग्ने काम होस् भन्ने कुरा हामीले अपिल गरेका छौँ। जस्तो युवाहरूलाई ताकी ताकी गोली हानिएको छ, विगतमा जेन्जी आन्दोलनमा गोली लागेर युवा मर्दाखेरि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिएको थियो, यो घटनामा के छ? यो विषय पनि हामीले उठायौँ कि सुरक्षाको तर्फबाट अथवा सरकारको तर्फबाट जुन ल्याप्सेसहरू भएको छ, किन गोली चलाउनु पर्ने परिस्थिति निर्माण भयो र त्यसपछि लगत्तै फेरि सेना उतार्नुपर्ने, सेनाको सहारा लिनुपर्ने परिस्थिति किन आयो, यी सबैको बारेमा पनि हामीले छलफल गरेका छौँ, प्रश्नहरू उठाएका छौँ र यसमा सरकार जिम्मेवार हुनुपर्छ र सुरक्षा संयन्त्र किन पटक पटक चुकेको छ, किन यस प्रकारका गल्तीहरू भएका छन्, यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ। हामी सबै दलहरू सभापतिले सुन्नुभयो। 2 दिनपछि मात्रै घटना घटेको 2 दिनपछि मात्रै प्रधानमन्त्रीको फेसबुकबाट स्ट्याटस आउँछ कि यो घटनाप्रति राज्य जिम्मेवार छ भनेर। 2 दिनपछि मात्रै देख्ने हो राज्यले, के लाग्छ? त्यो चाहिँ राज्य पक्षलाई नै सोध्ने, त्यो प्रश्न त हामीले त्यहीँ नै सोध्यौँ। पुग्यो ल यो लाउनु ल, हो ठिक छ ल, ठिक अब बाबु तिमी जाउँ अब ल ल ल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूले सुनसरी लगायतका विभिन्न ठाउँहरूमा सामाजिक र साम्प्रदायिक सद्भाव खलबलिने प्रकृतिका जुन घटनाहरू घटेका छन् र एक प्रकारले मानवीय क्षति हुने दुःखद अवस्था पनि उत्पन्न भएको छ। त्यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो। हाम्रो पार्टी यस प्रकारको प्रयासलाई अत्यन्त सकारात्मक ठान्दछ। वास्तवमा सर्वदलीय बैठकको आयोजना सरकार स्वयं आफैले गर्नुपर्दथ्यो, प्रधानमन्त्री स्वयं आफैले यसको अग्रसरता लिनुपर्दथ्यो। सरकारका तर्फबाट, प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने काम नभएरै होला भन्ने मलाई लाग्दछ।
पार्टी सभापति श्री विजय प्रसाद लिनुभयो, हामी छलफल गऱ्यौँ, चासो राख्यौँ र सर्वदलीय बैठकका माध्यमबाट शान्ति सद्भाव र सहिष्णुता कायम गर्नका लागि संयुक्त विज्ञप्ति जारी गर्ने काम भएको छ। म हाम्रो पार्टीका तर्फबाट नेपाल सरकारलाई खास गरी दङ्गा र भिड नियन्त्रण गर्ने कुराका सन्दर्भमा सुरक्षा निकाय किन असफल भइरहेको छ भन्ने कुराको गहिरो समीक्षा गरिकन दङ्गा र भिड नियन्त्रण गर्नका लागि नेपालका सुरक्षा निकायको सामर्थ्य वृद्धि गर्ने कुरा चाहिँ आजका लागि मात्रै होइन, भविष्यका लागि पनि धेरै महत्त्वपूर्ण विषय हो भन्ने म ठान्दछु। सुरक्षा निकायको मनोबल गिरेका कारणले यस प्रकारका दुःखद घटनाहरू हुन्छन् कि साधन स्रोतको अभावमा यस प्रकारका घटनाहरू हुन्छन् वा अरू कुनै चिजले प्रभाव पारेको छ भन्ने विषयलाई ध्यानमा राखेर सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्न सक्ने, दङ्गा व्यवस्थापन गर्न सक्ने, खास गरी मानवीय क्षति नहुने गरी भिड व्यवस्थापन गर्न सक्ने क्षमता निर्माण गर्ने कुरामा ध्यान दिनु जरुरी छ भन्ने मलाई लाग्दछ। अर्को विषय, जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ। सबै राजनीतिक दलहरू, सामाजिक सङ्घ संस्थाहरू, धार्मिक व्यक्तित्वहरू सबैले शान्ति कायम गर्ने कुराहरूमा भूमिका खेल्नु पर्दछ भन्ने खालको आग्रह गर्न चाहन्छु र विशेष गरी सुनसरी लगायतका क्षेत्रका जनसमुदायहरूलाई सरकार अभिभावकका रूपमा छ भन्ने कुराको अनुभूति सरकारले प्रदान गर्नुपर्छ। हामी राजनीतिक दलहरू पनि न्याय प्राप्तिको लागि छटपटाइरहेका नागरिकहरूको पक्षमा राजनीतिक दलहरू पनि छन्। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा जिम्मेवारीको कुरा हो। कसैले पनि आफूलाई असुरक्षित महसुस गर्नु हुँदैन र मुलुकमा शान्ति कायम गर्नका लागि, सद्भाव कायम गर्नका लागि सबैको सकारात्मक योगदानको अपेक्षा गर्दछु। बैठक समाप्त भएको छ र संयुक्त प्रेस विज्ञप्ति या वक्तव्य जे भन्नु त्यो अब अहिले सार्वजनिक हुन्छ नै। अहिले हामीहरूले यो अहिले जुन खालको चाहिँ घटना घटिराखेको छ सुनसरीमा, त्यो घटनाको विषयमा गम्भीरतापूर्वक हामीहरूले समीक्षा गरेका छौँ र अहिले जुन खालको चाहिँ नि प्रधानमन्त्री र राष्ट्रपति बीचमा चाहिँ आपसमा संवाद भएर यस्तो गम्भीर विषयमा त हुनै पर्दथ्यो। योभन्दा अगाडिदेखि पनि जुन संवादहीनताको अवस्था सिर्जना भइराखेको छ, यसले पनि कहीँ न कहीँ चाहिँ सरकार सञ्चालन गरिराख्नु हुने साथीहरू चाहिँ अझै पनि धेरै गम्भीर नभएको हो कि या चाहिँ राष्ट्रिय यत्रो चाहिँ संवेदनशील विषयमा पनि राष्ट्रपतिजी, प्रधानमन्त्रीजी र अन्य लगायत धेरै चाहिँ यो संस्थाहरूसँग जसरी उहाँहरू चाहिँ सम्पर्कमा हुनुपर्दथ्यो त्यस्तो नभएको अवस्था र चाहिँ नि यो सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीजी या चाहिँ सम्बन्धित मन्त्रालयका मन्त्री, विशेष गरी गृह मन्त्रालयका मन्त्रीजीको अनुपस्थितिले पनि चाहिँ अलिकति सरकार जिम्मेवार नभएको हो कि गम्भीर नभएको हो कि या चाहिँ अन्य धेरै ठाउँहरूमा चाहिँ मन्त्री स्वयं, गृहमन्त्री स्वयं उपस्थित हुने अन्य घटनाहरूमा, तर यस्तो संवेदनशील विषयमा चाहिँ सर्वदलीय बैठकहरूमा उहाँहरूको अनुपस्थितिले जुन खालको अन्योलता भइराखेको छ, यसमा राज्य जिम्मेवार नभएको हो कि भन्ने एउटा कुरा भएको छ र चाहिँ पार्टीले उहाँहरूको चाहिँ राष्ट्रपा पार्टीले यस विषयमा आफ्नो कुराहरू राख्नुभयो। त्यो विज्ञप्ति मार्फत पनि सार्वजनिक हुन्छ र हामीहरूले भनेका छौँ कि अब हामीले चाहिँ एउटा सबै नै राजनीतिक दलले चाहिँ आह्वान गर्ने र चाहिँ हामीले ग्राउन्ड जिरोमा गएर तुरुन्तै सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति चाहिँ चाँडोभन्दा चाँडो चाहिँ अन्य अब ढिलो नगरिकन राज्यले के गर्छ गर्दै गरौँ, तर चाहिँ हामीहरूले आफ्नो कामलाई चाहिँ त्यो तुरुन्तै अगाडि बढाउँ भन्ने खालको चाहिँ कुराहरू भएको छ र अरू सँगसँगै छलफल र बहसको विषयहरूलाई चाहिँ राजनीतिक वृत्तमा मात्रै होइन, त्यहाँको चाहिँ सानोभन्दा सानो समूहहरू जसले चाहिँ मधेस तराईभित्र चाहिँ आफूलाई क्रियाशील राख्नुभएको छ, सामाजिक कामहरू मार्फत उहाँहरूसँग पनि, धार्मिक गुरुहरूसँग पनि, गुरुहरू र अन्य धेरै चाहिँ जो सम्बन्धित पक्षहरू हो उहाँहरूसँग छलफल गरिकन र त्यहाँको संवेदनशीलतालाई चाहिँ हामीले थप गम्भीरतापूर्वकै लिइकन चाहिँ
यसलाई निदान गर्नेतर्फ यसलाई टुङ्ग्याउनेतर्फ चाहिँ जाने भन्ने खालको कुरा भएको छ र त्यही कुरा राखेँ मैले तपाईँलाई। अन्य धेरै कुरा चाहिँ वरिष्ठ या हाम्रो चाहिँ प्रेस विज्ञप्ति मार्फत आउँछ तपाईँहरूलाई सरकार किन जिम्मेवार हुन सकेन? त्यो होइन, त्यो सरकारलाई भन्नु पर्यो। उहाँहरूलाई हामीले चाहिँ बैठकमा पनि हामीले सोधेका छौँ होइन, कुरा उठाएका छौँ र सरकारले दिने यो जवाब सरकारले दिउन्। हामीले पनि यही सोधिरहेका छौँ, यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ नि आफूलाई क्रियाशील गरेर राख्नु भएको छ। स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ, ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपति पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त। र पनि किन उहाँहरू हिचकिचाइ राख्नु भएको छ? तपाईँहरू जस्तै हामीले प्रश्न सोध्यौँ। धन्यवाद।